आज मात्रै ओपिडीमा दिनभरि बसेर बिरामी जाँच्दै गर्दा एकजना दिदीको यस्तो रोचक कहानी छ। यो भिडियो अन्त्यसम्म हेर्नुहोला र यसले तपाईँलाई धेरै कुराहरूको बारेमा जानकारी दिन्छ र यो भिडियो आफ्नो नजिकको साथीभाइ इष्टमित्र सबैजनालाई पठाउनुहोला। र उहाँले चाहिँ भन्नुभयो कि डाक्टरले उहाँलाई एन्टिबायोटिक 5 दिनको लागि दिनुभएको रहेछ। उहाँले चाहिँ एउटा एन्टिबायोटिक अथवा एउटा ट्याब्लेट चाहिँ भाँचेर 4 दिनलाई पुर्याउनु रहेछ। किन त्यस्तो गर्नुभयो भन्दाखेरि चाहिँ मलाई थोरै मात्रै खाएर पनि रोग निको भए जस्तो भएको छ, त्यही भएर मैले चाहिँ पुरै दिनको थोरै गर्दै मैले एउटा ट्याब्लेट 4 दिनसम्म पुर्याउँछु डाक्टर भनेर भन्नुभयो। र यस्तो कुरा तपाईँले गरिराख्नु भएको छ भने एकदम सरासर गलत छ। यो एन्टिबायोटिक भनेको कुरा चाहिँ डाक्टरले जति दिनलाई दिनुहुन्छ, जति डोजको लागि दिनुहुन्छ, त्यो सबै डोज चाहिँ पुरा गर्नु भएन भने तपाईँको जुन सङ्क्रमण छ, जुन किटाणु छ, त्यो किटाणुहरू मर्ने सम्भावना एकदम कम हुन्छ। झन् त्यसले चाहिँ रोग बल्झाउने समस्या हुन्छ। त्यही भएर एन्टिबायोटिकलाई चाहिँ जति दिनको लागि दिनुभएको छ त्यति दिन पुरा गर्ने, जति मात्राकोले दिनुभएको छ त्यो सबै पुरा गर्नुपर्छ। र यदि गरिएन भने चाहिँ त्यो रोग बल्झिने, त्यो सङ्क्रमण अझै धेरै लामो समयसम्म लम्बिने र हस्पिटल बसाइहरू पनि लामो समयसम्म हुने। र त्यसका साथसाथै चाहिँ एन्टिबायोटिक रेजिस्टेन्स भनेको त्यो एन्टिबायोटिकले चाहिँ कामै नगर्ने अवस्था पनि आउन सक्छ। कुराहरू तपाईँले बुझ्नुपर्छ। डाक्टरले तोके अनुसारको एन्टिबायोटिक दिनुभएको छ भने त्यसलाई चाहिँ पुरै होइन कि जति चाहिन्छ त्यो अनुसार खानुपर्छ। र कुनै समस्या छ भने स्वास्थ्य संस्थामा गएर चेक पनि गर्न सक्नुहुन्छ। धन्यवाद।